आज हामी पश्चिम नेपालको एउटा सानो तर साहित्यिक रूपमा एकदमै उर्वर सहर कोहलपुरको इतिहासको एउटा महत्त्वपूर्ण मोडमाथि विमर्श गर्दैछौँ। त्यो मोड हो विक्रम सम्वत 2068मा स्थापना भएको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान। अब उपलब्ध सामग्रीले के बताउँछ भने यो प्रतिष्ठान त्यहाँ पहिलेदेखि नै सक्रिय 4वटा अलग अलग साहित्यिक संस्थाहरू मिलेर बनेको थियो। हो र आज हाम्रो बहसको केन्द्रमा यही एकीकरणको प्रकृति र त्यसको परिणाम रहेको छ। प्रश्न यो हो के हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको जन्म कोहलपुरमा छरिएर रहेका साहित्यिक ऊर्जाहरूलाई एकै ठाउँमा ल्याउने एउटा दूरदर्शी र सफल कदम थियो जसले एउटा सानो सहरको आवाजलाई राष्ट्रिय स्तरसम्म पुर्यायो त? वाह, यो आफ्नै पहिचान, आफ्नै रङ र आफ्नै सपना बोकेका 4 स्वतन्त्र समूहहरूलाई एउटै संस्थागत भाँडोमा हाल्नु जस्तै थियो, जहाँ उनीहरूको मौलिक उद्देश्य र त्यो जोस कतै हराउने वा धुमिल हुने जोखिम थियो। म यो एकीकरणलाई कोहलपुरको साहित्यिक जागरणलाई संस्थागत स्थायित्व दिने एक अनिवार्य र सफल प्रयोगको रूपमा तर्क गर्नेछु। र म यो एकीकरणको सफलताको कथा पछाडि ती 4 समूहहरूको विशिष्ट पहिचानमाथि परेको छाया र त्यसको जटिलतालाई खोतल्ने प्रयास गर्नेछु। मेरो तर्कको सुरुवात नै प्रतिष्ठान स्थापना हुनुभन्दा अघिको अवस्थाबाट हुन्छ। कल्पना गरौँ त कोहलपुरमा साहित्यिक माहौल कस्तो थियो होला। ऊर्जा थियो, उत्साह थियो, तर सबै छरपष्ट अवस्थामा। स्रोतले नै भन्छ त्यहाँ समन्वयको ठूलो आवश्यकता थियो। एकातिर विषम 2057 देखि पूर्णिमा पत्रिका मार्फत एउटा बौद्धिक धार बोकिरहेको पूर्णिमा साहित्य समूह थियो जसलाई धर्म केसी जस्ता व्यक्तिले नेतृत्व गरिरहनु भएको थियो। अर्कोतिर 2062मा स्थापित तुलसीराम स्मृति प्रतिष्ठान थियो जसको प्रकृति अलि फरक, स्मृति र सम्मानमा केन्द्रित। अनि भर्खरै उदाउँदै गरेका युवाहरूको जोश थियो 2066को नवयुवा साहित्य प्रवर्धन समूह र 2067मा कपिल अन्जान र हुकुम धड्कनहरूले सुरु गरेको गजल साँझ। त्यो समयमा युवाहरूका लागि गजलको एक विद्रोह जस्तै थियो। अब हेर्नुस्, यी 4वटा खोलाहरू थिए तर सबै आआफ्नै सुरमा बगिरहेका। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको स्थापना भनेको यी 4वटै खोलालाई मिलाएर एउटा शक्तिशाली नदी बनाउने प्रयास थियो। महानन्द ढकालको नेतृत्वमा यसलाई वैधानिक रूप दिनु भनेको व्यक्तिगत प्रयासहरूलाई एउटा दिगो संस्थागत स्वरूप दिनु थियो। र नतिजा पूर्णिमा साहित्य रत्न जस्ता राष्ट्रिय पुरस्कार, दर्जनौं कृति प्रकाशन र एउटा सानो सहरको साहित्यिक अभियानलाई राष्ट्रिय पहिचान, यो छरिएका शक्तिहरूको सफल केन्द्रीकरणको उत्कृष्ट उदाहरण हो। मेरो विचारमा कुनै पनि स्वयंसेवी अभियानको लागि दीर्घायु प्राप्त गर्ने एकमात्र बाटो नै संस्थाकरण हो। तपाईले 4वटा खोलाको सुन्दर बिम्ब प्रयोग गर्नुभयो, तर म यसलाई अलिक फरक तरिकाले हेर्छु। मेरो लागि ती 4वटा खोला होइनन्, 4वटा फरक फरक रङ थिए। पूर्णिमा साहित्य समूहको रङ्ग अलिक गहिरो, बौद्धिक र स्थापित थियो। 1 दशकदेखि पत्रिका चलाएको अनुभव र परिपक्वता। नवयुवाहरूको रङ सायद चम्किलो र रातो थियो, जसमा विद्रोह र केही नयाँ गर्ने जोश थियो। बेगम थापा र बद्री ढकालहरूको सक्रियता देखिन्थ्यो। गजल साँझको रङ सायद गुलाबी थियो, रोमान्टिक तर आक्रामक, आफ्नो विधाप्रति पूर्ण समर्पित। र तुलसीराम स्मृति प्रतिष्ठानको रङ अलि श्रद्धाले भरिएको, शान्त थियो। जब तपाईँ यी 4 फरक रङलाई एउटै भाँडोमा मिसाउनुहुन्छ, के बन्छ? एउटा नयाँ बलियो रङ्ग बन्न सक्छ, तर प्राय एउटा खैरो रङ्ग बन्छ जसमा कुनै पनि मौलिक रङको चमक बाँकी रहँदैन। मेरो प्रश्न यही नै हो। एकीकरण शब्दले त सहयात्रा र समानताको सङ्केत गर्छ, तर के यहाँ साँच्चै त्यस्तै भयो वा यो एक प्रकारको समाहितीकरण, एसिमिलेसन थियो, जहाँ एउटा बृहत संस्थाको परिचयमा ती सबैका विशिष्ट सांस्कृतिक डीएनए विलय भए? त्यो विद्रोह, त्यो जोश, त्यो समर्पण के संस्थागत संरचनाको अनुशासनमा बाँधिएपछि पनि उस्तै रह्यो होला त? तपाईको प्रश्न जायज छ। पहिचानको प्रश्न महत्त्वपूर्ण हुन्छ, तर कहिलेकाहीँ ठूलो लक्ष्यका लागि साना पहिचानहरूलाई बृहत्तर पहिचानमा समाहित गर्नु आवश्यक हुन्छ। स्रोतले के भन्छ? समन्वय गर्न आवश्यक थियो। यो कसैको रहर थिएन, समयको माग थियो। अब परिणामको कुरा गरौँ न, किनकि कुनै पनि रणनीतिको सफलता त्यसको परिणामले नै नाप्ने हो। एकीकरणपछि के भयो त? 4वटा राष्ट्रिय स्तरका पुरस्कारहरू, पूर्णिमा साहित्य रत्न, तुलसीराम स्मृति विशेष सम्मान, पूर्णिमा युवा प्रतिभा पुरस्कार र पूर्णिमा बाल प्रतिभा पुरस्कार स्थापना भए। यसले कोहलपुरलाई राष्ट्रिय साहित्यिक नक्सामा स्थापित गर्यो। हाम्रो पूर्णिमा पत्रिकाले 50 अङ्कभन्दा बढी प्रकाशन हुनुले के देखाउँछ? यसले स्थायित्व र निरन्तरता देखाउँछ, जुन सायद एक्लै हिँड्दा सम्भव नहोला होला।
नयाँ र पुराना साहित्यकारहरूलाई नियमित सम्मान गर्ने परम्परा बस्यो। यो छरिएका आर्थिक, बौद्धिक र सामाजिक स्रोत साधनलाई एक ठाउँमा ल्याउँदा मात्र सम्भव भएको हो नि। तर सफलताको श्रेय कसलाई दिने भन्ने प्रश्नमा मेरो गहिरो चासो छ। तपाईले हाम्रो पूर्णिमा पत्रिकाको 50 अङ्कको सफलताको कुरा गर्नुभयो, एकदम सही हो। तर त्यो पत्रिकाको जग त पूर्णिमा साहित्य समूहले 2057 सालमै हालिसकेको थियो नि। गोपाल प्रसाद आचार्यले सुरु गर्नुभएको त्यो यात्रालाई बीचमा सागर गैरे जस्ता व्यक्तिले काँध थापेर निरन्तरता दिनुभएको थियो। 1 दशकसम्म एउटा समूहले आफ्नो रगत पसिनाले सिचेको पत्रिका प्रतिष्ठान बनेपछि नामको अगाडि हाम्रो थपियो। के यो केवल नामको परिवर्तन मात्रै थियो, वा त्यो पत्रिकाको मौलिक स्वामित्व, त्यसको विरासत र पहिचानलाई संस्थागत संरचनामा लगेर सबैको साझा बनाउने नाममा त्यसको ऐतिहासिकतालाई कमजोर बनाउने प्रयास थियो? त्यो सफलताको श्रेय पुरानो समूहको 1 दशक लामो सङ्घर्ष र निरन्तरतालाई जान्छ कि नयाँ प्रतिष्ठानको छातालाई? हाम्रो शब्दले अपनत्व त देला, तर इतिहासको त्यो निरन्तरतालाई नजरअन्दाज गर्न मिल्दैन जस्तो लाग्छ मलाई। तपाईले उठाएको कुरा रोचक छ, तर यसलाई यसरी पनि त हेर्न सकिन्छ नि। पूर्णिमा पत्रिका हाम्रो पूर्णिमा बन्नु भनेको एउटा समूहको प्रयासलाई साँगुरो दायराबाट निकालेर बृहत्तर साहित्यिक समुदायको साझा सम्पत्ति बनाउनु हो। यो स्वामित्वको हस्तान्तरण होइन, बरु विस्तार र संरक्षण हो। कति साहित्यिक पत्रिकाहरू व्यक्तिगत प्रयासमा सुरु भएर केही अङ्कपछि बन्द हुन्छन्। सागर गैरेहरूको योगदान अतुलनीय छ, तर प्रतिष्ठानको संरचनाले त्यो व्यक्तिगत लगावलाई एउटा संस्थागत प्रणालीमा रूपान्तरण गर्यो, जसले गर्दा त्यो आजसम्म निरन्तर छ। यदि त्यो एकीकरण नभएको भए के त्यो पत्रिका आज यो अवस्थामा हुन्थ्यो होला? मलाई त शङ्का छ। यो त झन् त्यो पुरानो समूहको लेगेसीलाई सम्मान गर्दै त्यसलाई अमर बनाउने कदम थियो। तर तपाईको यो तर्कमा एउटा कुरा मिलेन जस्तो लाग्छ। संस्थाकरणले स्थायित्व दिन्छ भन्ने कुरामा म सहमत छु, तर त्यो प्रक्रियामा शक्ति सन्तुलन कसरी भयो भन्ने प्रश्नलाई व्यवस्था गर्न मिल्दैन। 4 फरक समूहको भेलाबाट बनेको संस्थाको नेतृत्व कसले गर्यो? तुलसीराम स्मृति प्रतिष्ठानका नेतृत्वकर्ता महानन्द ढकालले। संस्था जिल्ला प्रशासन कार्यालयमा उहाँकै नेतृत्वमा दर्ता भयो। यसले केही प्रश्नहरू जन्माउँछ। 1 दशकदेखि पूर्णिमा साहित्य समूहको नेतृत्व गरिरहनुभएका धर्म केसीको भूमिका के भयो त? गजल साँझको अभियान सुरु गरेर युवाहरूमाझ आगो सल्काइरहेका कपिल अन्जान र हेमप्रकाश मन्जिलहरूको स्थान कहाँ रह्यो? जब 4 असमान शक्तिहरू एक ठाउँमा आउँछन्, प्राय जसको पहुँच र संरचना बलियो छ उसैको प्रभाव बढी देखिन्छ। के यो एकीकरण पनि त्यस्तै एक असमान शक्तिको संयोजन त थिएन, जहाँ एउटा समूहको संरचनामा अरूलाई समाहित गरियो? हो, तपाईले भने जस्तो नेतृत्व एकजनाले लिनु स्वाभाविक हो, तर मेरो प्रश्न नेतृत्वमा होइन, त्यो नेतृत्वले बोकेको प्राथमिकतामा हो। कुनै पनि संस्थागत प्रक्रियामा एकजनाले नेतृत्व लिनु प्रशासनिक आवश्यकता हो। 4वटा समूह मिलेर एउटा साझा डुङ्गा बनाउँदा सबैले एकैपटक ख्याउन सम्भव हुँदैन नि। एकजना कप्तान त चाहिन्छ। महत्त्वपूर्ण कुरा के हो भने त्यो डुङ्गा कुनै एक समूहको किनारतिर मात्र सोझियो कि सबैको साझा गन्तव्यतिर अघि बढ्यो। स्रोतले भन्छ अभियान थियो साहित्यको माध्यमबाट कोहलपुरलाई चिनाउने। यो कुनै व्यक्तिगत वा समूहगत स्वार्थभन्दा माथिको सामूहिक दृष्टिकोण हो। महानन्द ढकालको नेतृत्वले प्रशासनिक औपचारिकता पूरा गर्यो होला, तर प्रतिष्ठानले अघि सारेका कार्यक्रमहरू जस्तै पुरस्कार, प्रकाशन र सम्मान, ती सबैले कुनै एउटा समूहको मात्र होइन, समग्र कोहलपुरे साहित्यको हितमा काम गरेको देखिन्छ। सफलताले नै नियतलाई प्रमाणित गर्छ नि। म नेतृत्वको आवश्यकतालाई नकार्दिन, तर त्यसले मौलिक उद्देश्यहरूको निरन्तरतामा पार्ने प्रभावबारे के भन्नुहुन्छ? के गजल साँझ 2067 ले सुरु गरेको गजलको त्यो विशेष अभियानले प्रतिष्ठानको बृहत गतिविधिमा त्यही राप, त्यही ताप र त्यही प्राथमिकता पायो होला? गजल साँझ एउटा अभियान थियो, प्रतिष्ठानभित्र त्यो एउटा कार्यक्रममा सीमित भयो कि? त्यसैगरी नव युवा साहित्य प्रवर्धन समूह 2066 को युवा केन्द्रित ऊर्जा त्यो संस्थागत संरचनाभित्र कतिको मुखरित भयो? स्रोत सामग्रीले प्रतिष्ठानका सामान्य गतिविधिहरू, सम्मान, प्रकाशन, गोष्ठीबारे बताउँछ, तर घटक समूहहरूका विशेष कार्यक्रमहरूले निरन्तरता पाए वा पाएनन् भन्नेमा मौन छ। तर तपाईको तर्क अलि अनुमानमा आधारित भएन र? स्रोतमा उल्लेख नहुनुको अर्थ ती गतिविधिहरू भएनन् भन्ने त हुँदैन। बरु यसलाई यसरी हेरौँ, प्रतिष्ठानका गतिविधिहरू जस्तै नयाँ सर्जकलाई उठाउने, पुरानालाई सम्मान गर्ने र कृति प्रकाशन गर्ने, यी सबै बृहत र समावेशी उद्देश्य हुन्। नयाँ सर्जकलाई उठाउने भन्ने उद्देश्यले नवयुवा साहित्य प्रवर्धन समूहको भावनालाई समेट्दैन र?
प्रतिष्ठानले गर्ने काव्य गोष्ठीहरूमा गजलले स्थान पाएन होला र? बरु मेरो तर्क के हो भने एउटा एकीकृत संस्था बनेपछि ती विशेष कार्यक्रमहरूले अझ ठूलो मञ्च, धेरै स्रोत साधन र फराकिलो दर्शक पाएको हुनुपर्छ। गजल साँझ सायद केही दर्जन युवामाझ सीमित थियो होला, तर प्रतिष्ठानको कार्यक्रममा सयौंको उपस्थिति हुन थाल्यो होला। यो त ती मौलिक उद्देश्यहरूलाई खुम्च्याउनु होइन, बरु अझ प्रभावकारी ढङ्गले विस्तार गर्नु हो। यो एउटा रणनीतिक कदम थियो, जसले सबैको सपनालाई एउटा साझा र बलियो मञ्च दियो। मेरो तर्क अनुमानमा होइन, संस्थागत प्रवृत्तिको विश्वव्यापी विश्लेषणमा आधारित छ। जब साना विशेष उद्देश्य भएका जुझारू समूहहरू एउटा ठूलो सामान्य उद्देश्य भएको संस्थामा विलय हुन्छन्, उनीहरूको विशिष्टता र जुझारूपन स्वाभाविक रूपमा कमजोर पर्छ। ऊर्जा र प्राथमिकताको यो स्थानान्तरणलाई नजरअन्दाज गर्न मिल्दैन। त्यो मौलिक ऊर्जाको मूल्यमा प्राप्त संस्थागत स्थायित्व कति सार्थक भयो त, यो प्रश्न पनि महत्त्वपूर्ण छ। अन्तमा मेरो निष्कर्ष के हो भने हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको स्थापना कोहलपुरको साहित्यिक विकासमा एक अपरिहार्य र निर्णायक मोड थियो। यसले छरिएका स्रोतविहीन तर ऊर्जावान प्रयासहरूलाई सफलतापूर्वक एकीकृत गरी एक शक्तिशाली र दिगो मञ्च प्रदान गर्यो। स्रोतमा उल्लेखित तथ्यहरू, 4 राष्ट्रिय पुरस्कार, 50 भन्दा बढी पत्रिकाका अङ्क र कोहलपुरको साहित्यिक अभियानलाई राष्ट्रिय स्तरमा पुर्याउने काम, यी सबैले के देखाउँछ भने यो एकीकरण आवश्यक, समय सान्दर्भिक र अत्यन्त सफल थियो। केही पहिचानहरू बृहत्तर लक्ष्यमा समाहित हुनु स्वाभाविक प्रक्रिया हो, तर त्यसले कोहलपुरको साहित्यिक आवाजलाई कमजोर होइन, अझ शक्तिशाली बनायो। र मेरो विचारमा प्रतिष्ठानको सफलताका अङ्कहरूलाई सम्मान गर्दै गर्दा पनि हामीले यो एकीकरणको कथाभित्र लुकेका विभिन्न साहित्यिक धाराहरूको पहिचान र तिनीहरूको रूपान्तरणको जटिल प्रक्रियालाई बिर्सन हुँदैन। पूर्णिमा साहित्य समूहको 1 दशक लामो यात्रा, गजल साँझको विशेष अभियान वा नवयुवाहरूको ऊर्जा, यी सबै मिलेर बनेको प्रतिष्ठानको कथा केवल एक सफल एकीकरणको कथा मात्र होइन। यो विभिन्न पहिचानहरूको जटिल संयोजन, विलय र सम्झौताको कथा पनि हो। सफलताका उपलब्धिहरू गन्दै गर्दा त्यो यात्रामा के कुराहरू पछाडि छुटे वा कुन मूल्यमा त्यो प्राप्त भयो भन्ने प्रश्न पनि उत्तिकै सान्दर्भिक हुन्छ। यो कथाले हामीलाई संस्थाकरण र स्वतस्फूर्त अभियान बीचको द्वन्द्वबारे सोच्न बाध्य बनाउँछ। स्पष्ट छ, कोहलपुरको यो साहित्यिक प्रयोगलाई हेर्ने बहुआयामिक दृष्टिकोणहरू छन्। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको इतिहासलाई कसरी हेर्ने, छरिएका शक्तिहरूलाई एकताबद्ध गर्ने एक सफल रणनीतिको सरल कथाको रूपमा वा विभिन्न पहिचानहरूको जटिल सङ्गम र विलयको कथाको रूपमा, यो निर्णय उपलब्ध सामग्रीको थप विश्लेषणपछि श्रोताहरू आफैमा निर्भर रहन्छ।